पटाक चाहिँ खाइसकेको छ पुरै यहाँ मान्छेहरू पहिला भोक लागिसक्यो त्यसैले मै खाइरहेको छु है कति भोक लाग्यो मलाई केही खाएको बिहान भात खायो केही खाएको यहाँ चाहिँ कर्णामे भगवानको चाहिँ मम्मी हुनुहुन्छ उसको चाहिँ गुल्जो बनेको चाहिँ फर्स्ट टाइम हो यार ये कितनी औसम है यार पैसा सैसा सबै यहाँ हेर्न सक्नुहुन्छ है मैले एउटा पाइसकेको छु अब चितेको हेर्न सक्नुहुन्छ तपाईँले यहाँ माथिबाट हेलो गाइज वेलकम ब्याक टु माई भिडियो अब यो भन्न नि पाइयो होइन मैले चाहिँ किनभने अलरेडी मैले एउटा भिडियो हालिसकेँ युट्युबमा अनि दिस इज माई सेकेन्ड भ्लग अनि यो चाहिँ लाइक डे 2 हो के भन्छ जम्बादेव जात्राको चाहिँ सेकेन्ड डे हो सो या जो चाहिँ हामीले चाहिँ असनसम्म चाहिँ लाइक जात्राको एन्ड भएको थियो हिजो अब असनदेखि आज हनुमान ढोकासम्म चाहिँ हामी फेरि के भन्छ यो भिडियो फेरि रेकर्ड गर्छौँ फेरि हामीले भ्लग तपाईँहरूसँग चाहिँ सेयर गर्छौँ होइन सो इफ तपाईँहरूले चाहिँ यो भिडियो मन पराइदिएमा फेरि एकचोटि लाइक सेयर र सब्सक्राइब चाहिँ गरिदिनु होला कमेन्ट पनि गरिदिनु होला कुनै तपाईँको कुनै क्वेसन्सहरू छ भने चाहिँ यस्तो जात्राको रिलेटेड भए पनि लाइक एनी अदर क्वेसन्सहरू छ भने नि तपाईँले मलाई कमेन्टमा के भन्छ कमेन्ट गर्नु हुनसक्छ होइन अनि त्यसपछि अनि मैले फर्मल मेरो इन्ट्रोडक्सन पनि गर्न बिर्सेको थिएँ होइन लाइक फर्स्ट भिडियोमा मेरो नाम चाहिँ साहिल बजाचार्य हो गाइज अनि या यु क्यान कल मी बाई माई नेम ओके अहिले चाहिँ हामी असनमा चाहिँ भेटौँ न त ल गाइस असनमा भेटौँ अनि त्यसपछि विल गेट रेडी अनि विल गो है त 5 minutes later सो गाइस हामी चाहिँ निस्किसकेका छौँ अहिले चाहिँ म लगनतिर एकचोटि घुमेर नि आउँ भनेर गइरहेको छु लगनतिर एकछिनमा नै जात्रा हेर्न जान्छौँ अहिले टाइम नै भएको छैन त्यसैले एकचोटि घुमेर नि आउँ भनेर अनि तपाईँहरूलाई चाहिँ लाइक द फाइनल डेमा चाहिँ कहाँ लाग्छ भनेर नि अर्ली नै भनिदिउँ भनेर नि किनभने मेरो घरबाट चाहिँ लगन अलिकति नजिक छ अनि त्यसैले त्यहीँबाट घुमेर गइदिउँ भनेर तपाईँहरूलाई नि देखाउने जस्तै नै हुन्छ अनि एक्सप्लेनेसनहरू यस्तो कुनै छ भने चाहिँ भनिदिउँ ल मेरो दिमागमा चाहिँ के आइरहेको नि तर गाइज हामी फाइनली लगनमा चाहिँ पुगिसक्यो है नामे भगवानको मम्मी यहाँ लगनको यो मन्दिरमा हुनुहुन्छ यता आई होप गाइज तपाईँहरूले देख्न सकिराख्नु भएको छ होला यहाँ चाहिँ कर्णामे भगवानको चाहिँ मम्मी हुनुहुन्छ अब लाइक फाइनल डेमा चाहिँ हामी चाहिँ यता नै आउँछौँ अनि यताबाट नै हामी फेरि लाइक 3 टाइम्स घुम्छौँ लास्ट डेमा चाहिँ अनि त्यसपछि हाम्रो रथ यात्रा चाहिँ यहाँ सिद्धिन्छ होइन लाइक 4th डेमा चाहिँ सिद्धिन्छ अनि 5th डेमा चाहिँ फेरि खटबाट नै हामी यहीँबाट जनबालतिर जान्छौँ आज चाहिँ यो ठाउँ एकदमै खाली खाली छ होइन तर पर्सि चाहिँ पुरै भरेको हुन्छ गाइस फाइनली बसन्तपुरसम्म चाहिँ पुगिसकेका छौँ आज चाहिँ हाम्रो चाहिँ यो के भन्छ बसन्तपुरको यो काल भैरव अगाडि चाहिँ हाम्रो रथ चाहिँ यहीँ रोकाइदिन्छ आजको लागि चाहिँ अनि भोलि चाहिँ अब यहाँदेखि चाहिँ मैले अघि जुन त्यहाँ तपाईँहरूलाई लगन देखाएको थिएँ नि त्यहाँसम्म लग्छ आज चाहिँ हामी यतासम्म चाहिँ हुन्छ हाम्रो यात्रा चाहिँ यहाँसम्म चाहिँ हाम्रो यात्रा हुन्छ आज चाहिँ भोलि चाहिँ यहाँदेखि लगनमा हुन्छ सो गाइज हामीले अलरेडी यहाँ जाम देख्न सक्छौँ मेरो वरिपरि पुरै जाम भइरहेको छ अब कसरी पुग्ने हो मलाई चाहिँ थाहा छैन आई डोन्ट नो जात्रा सुरु भइसकेर जाम भएको हो कि यो यस्तै हो भनेर चाहिँ किनभने म यो रोडबाट चाहिँ त्यति आउँदिनँ यो टाइममा चाहिँ आउँदिनँ एटलिस्ट तर अति जाम छ हो यता त गाडी नै गाडी है यत्रो सानो ठाउँमा 2000 years later सो यहाँ गाइस हामी फेरि जम्बाल पुग्न लागिसकेका छौँ गल्ली गल्लीबाट जान्छौँ भनेर यताबाट आएको थियो मैले हिजो तपाईँहरूलाई राम्ररी देखाउन सकेन होइन यहाँको अहिले देख्न सक्नुहुन्छ यहाँको मन्दिर चाहिँ रिसेन्टली मात्र बनाएको हो चाहिँ जो एकदमै राम्रो बनाएको छ मैले त अलमोस्ट लाइक पहिलाको जस्तै देखिरहेको छ जस यहाँको बार चाहिँ हटाएछ खै उनीहरूले राख्छ कि राख्दैन चाहिँ थाहा भएन मैले अस्ति सोधेको बेलामा चाहिँ राख्दैन होला भन्दै थियो तर त्यो बारले गर्दा चाहिँ एकदमै युनिक देखेको थियो पहिला चाहिँ अहिले चाहिँ बार चाहिँ छैन रहेछ त नुजाले भेटिसक्यो उसको चाहिँ लाइक फर्स्ट टाइम हो लाइक हाम्रो गुल्जो भनेको चाहिँ फर्स्ट टाइम हो अलि उसले चाहिँ बस्नलाई ल भन्दैन तँलाई कस्तो भइरहेको छ त्यो एक्सपिरियन्स गुल्जो भएको एक्सपिरियन्स चाहिँ कस्तो भइरहेको छ अहिलेसम्म त राम्रै भइरहेको छ पछि के हुन्छ हेरौँ फर्स्ट डेको चाहिँ अहिले लाइक देखिरहेको छ
यहाँ है उसले त खट पनि बोकेर लगेको थियो रहेछ सहीदेखि होला होइन तिमीले डिफ्रेन्स भन न त त्यसो भए लाइक गुर्जु भएको र नर्मल के भन्छ त्यसमा चाहिँ तिम्रो डिफ्रेन्स चाहिँ के लाग्यो के हुन्छ त त्यति हो सुन्न पाउँछ अनि खट उठाउन पाउँछ होला होइन अनि लाइक आइकन बस्नुपर्छ त्यस्तो होइन हाम्रो भनेको दुईवटा जस्तो हुन्छ लाइक एउटा लपा एउटा खकुपा जस्तो हुन्छ लपा भनेको चाहिँ दुईजना माथि बस्न पाउँछ जति भित्र बस्छ अनि खकुपा भनेको चाहिँ लाइक त्यो खट बोक्ने मान्छेहरू त्यो भएर खट बोक्ने लाइक 8जना हुन्छ अनि लपा भनेको 2जना हुन्छ अनि लपा भनेको चाहिँ दिनमा 100 माथि खानु पाउँछ तिमी चाहिँ बाहिर बस्ने होइन हामी चाहिँ खकुपा त्यो भएर खकुपाहरू चाहिँ दिनको 2जना खानु पाउँछ जस राम्रै भइरहेको छ नि त एक्सपिरियन्स चाहिँ सब्सक्राइब चाहिँ गरिदियो भने ल च्यानल चाहिँ नाम चाहिँ ल्याएर बनायो होइन तर सब्सक्राइब चाहिँ गरिदियो भन्नु पऱ्यो है त ल सब्सक्राइब टु साइलेन्ट ओके थ्याङ्क यू हामीले यहाँ आफ्नो एन्टीलाई नै भेटेको छौँ होइन यहाँ चाहिँ उहाँ चाहिँ देउपा बसिराख्नु भयो रहेछ देउको चाहिँ के टाइटल पनि खटको गजुर चाहिँ भगवान्को ठाउँमा चाहिँ राखेको रहेछ है गाइस सो माथि चाहिँ अलिकति यस्तो रहेछ भित्र चाहिँ यसरी गजुर राखेको रहेछ गाइस कहाँ हुने छ नि यहाँबाट रथ तानिन्छ गाइस अब यो चाहिँ अलिकति लाइक ठाउँ चाहिँ अलिकति धेरै नै सानो भएको कारणले चाहिँ यो ठाउँ चाहिँ अलिक बढी नै लाइक स्केरी भनौँ न होइन घरहरूमा ठोकिन सक्ने सम्भावना चाहिँ बढी छ त्यसैले यो ठाउँ र लाइक लगनबाट जाने त्यो सानो ठाउँ चाहिँ एकदमै लाइक डेन्जरस गाइस हाम्रो चाहिँ यहाँ जात्रा हुनै लागेको छ बाजाहरू चाहिँ सबै लाएर यहाँ के भन्छ घुमाइसक्यो अब चाहिँ लाइक रथ तान्ने समय हुनै लागेको छ यहाँ चाहिँ अलिकति रोडको लागि चाहिँ मान्छेहरूलाई खाली गरिरहेको छ यो ठाउँ चाहिँ के भन्छ असमबाट हनुमान ढोकासम्मको जर्नी पनि सुरु हुन लागेको छ गाइस सो अलिकति मात्रै भइरहेको छ आज चाहिँ मान्छेहरूको यो पावरै पुगेन जस्तै लाग्यो है गाइस गुन्डा बनेगा रे तू हाम्रो जर्नी चाहिँ हामी चाहिँ असमबाट फाइनली निस्किरहेको छौँ यहाँ हेर्न सक्नुहुन्छ सबै मान्छेहरू यता चाहिँ अलिकति राम्ररी बस्छ भनेर भन्नुभएको छ होइन तपाईँले किनभने यो ठाउँ चाहिँ अलिकति धेरै नै स्केरी छ हो गाइस सो गाइस अलिकति राम्ररी नै समातेर जानुपर्छ यो ठाउँबाट चाहिँ मेरे को तो ऐसा धक धक हो रहा है देखेँ मैले बाहुबली बन्ना लाटे मुखको बल लड्यो हो तपाईँले अगाडि नै हेर्न सक्नुहुन्छ है गाइस हाम्रो जर्नी चाहिँ यहाँबाट यहाँको रोडमा छुटिरहेको छ यो टाइममा फेरि छुट्टिएछ किनभने यो एरियामा चाहिँ एकदमै गाह्रो छ क्या यहाँ रोक भनेर नि रोकेको छैन यहाँ रोप एउटा पनि छुटिसक्यो एउटा मात्र रोपको बलमा चाहिँ हामीले यो रथ चाहिँ यहाँ तानिरहेको देखिन्छ एउटा एरिया मात्रै हो त्यहाँदेखि त अलिक सजिलो नै हुन्छ उनीहरूले सकिरहेकै छैन हो यताबाट दरबार पालन क्या है सो गाइस म चाहिँ यता माथि फालिदिउँला एउटा यो फ्लावर एउटा चाहिँ लिइसकेको छौँ हामी चाहिँ एउटा चाहिँ तल दिदिउँ है तल नि कस्तो पुरा कन्ट्रोभर्सी भइसक्यो फाइटहरू गर्छु भइसक्यो कहाँ छ ए ल आमा के हो यार फेस मास्क एकजनाले चाहिँ फेस मास्क लगाएर आएको छ त्यहाँ हाम्रो खाली गर्ने रिक्वेस्ट दिइरहेको छ किनभने यहाँ चाहिँ लाइक यो मान्छेहरू सबैलाई हटाउनै पर्छ होला आई गेस धेरै रिस्की हुन्छ अब धेरै नै क्लोज आइसक्यो भगवान्लाई चाहिँ देखाएको छैन अहिलेसम्म लाइक आजको भ्लगमा चाहिँ सो एकचोटि देखाइ नै हाल्यौँ है तपाईँहरूलाई उता चाहिँ नुजा चाहिँ उता साइडकोमा छ पुष्प चाहिँ अगाडि हुनुहुन्छ हाम्रो एकजना यहाँ घाइते भइसकेको छ खसेर
सबैलाई फ्लावर दिइरहेको छ हामी चाहिँ त्यहाँ त सबैले यहाँ अफरिङहरू पनि पैसाको अफरिङहरू पनि दिइरहेको छ होइन माथिबाट पैसा ही पैसा होगा हजुर सक्नुहुन्छ माथिबाट पनि पैसा खसाउनु ट्राई गरिरहेको छ 6.5 hours later. गाइस हामीले सबैलाई फ्लावरहरू अफर गरिसकेका छौँ गाइस फाइनल्ली हामी चाहिँ अब जनबालको अगाडि पुग्न लागिसक्यौँ अब यहाँ जनबालको अगाडि पुगेपछि चाहिँ फेरि एकचोटि पट्टा फालिन्छ माथिबाट सिधै अब इन्डो चोकमा जान्छ त्यो चाहिँ इन्डो चोकमा हुन्छ फाइनली यहाँबाट पनि फाइनल एकचोटि गइसकेका छौँ अनि लाइक पेन्टाहरू चाहिँ रेडी भइरहेको छ यानी कितनी औसम है यार फाइनल्ली त्यो नि सबैले मैले दिएको त्यो दिलले त फुल लिनै पाएन कत्रो ठुलो फुल फाल्दै थियो आज झन् हाम्रो चाहिँ यहाँ सबै ठाउँबाट चुदामरी खाएको देख्न सक्छौँ है माथिबाट सबै डाइरेक्सनबाट चाहिँ हामी आइरहेको छ यहाँ सोनप पनि आइसकेको छ सो लाइक हेलो हेलो भनिदेऊ त सोनप हेलो यहाँ सोनप चाहिँ आएको छ है साथी यहाँ हेर्न सक्नुहुन्छ है यहाँ चाहिँ पुरै चुदामरीको लागि चाहिँ पुरै भिड परेको छ एकछिन हाई भनिदेऊ त ल हाई सब्सक्राइब गरिदियो भनेर न सब्सक्राइब गरिदियो भनेर न सब्सक्राइब गाइस हाम्रो पुरै यहाँ फुलको बर्सात भइसक्यो है सो गाइस हामी चाहिँ अहिले फुल बाल्दैछौँ अहिले चाहिँ पटाक राख्ने चाहिँ कार्यक्रम सुरु भइरहेछ पटामा चाहिँ पैसा सैसा सबै यहाँ हेर्न सक्नुहुन्छ गाइस खाइसकेको छ पुरै यहाँ मान्छेहरू पैसाको लागि पुरै पैसा पनि खसाएछ यहाँ यमल पनि खसाइरहेछ सो गाइस फ्रम अल डाइरेक्सन है उतापट्टि जनबादेवको जुन त्यो डेरगाउँ हुन्छ त्यहाँबाट नि धेरै नै के भन्छ चुदामरी खाएको लिन सक्छौँ पैसा ही पैसा है पैसा ही पैसा होगा 10-20 रुपियाँ 30 रुपियाँ कति डाइरेक्सनबाट कपाल चाहिँ पुरै ल त्यो 10 रुपियाँ चाहिँ लिन लागेको थियो है मैले गाइस एकदमै क्लोज भइसकेको थियो तर अनफोर्चुनेटली मैले लिन सकेन यार लाइक लिटरली लाइक इन्चेस थियो क्या गाइस मेरो हातमा गरिदिनु भन्नु न त ल लाइक सब्सक्राइब खै त कुछ तो बोलो भाई फाइनली गाइस मलाई चाहिँ अब सानो नले पनि सकिरहेको छ बिस्तारै एकदम स्लोमोमा पैसा खसिरहेको छ कसलाई पाउँछ हामी पनि खेल्दिउँ
नाइस पर्छ त्यहाँ Nice. पुगिसकेको छ है गाइस फाइनली हामी इन्डिया चोक पुगिसकेका छौँ तर पनि चटामले खाइरहेको छ क्या बोला तूने? यहाँबाट पनि चटामल खाइरहेको छ गाइज हामीले फाइनली एकचोटि फेरि साथीलाई एकचोटि प्रसाद दिउँ भनेको थियो कहाँ गयो आउनुहोस् खै आउनुहोस् खाली नै भ्याएन त मैले त मुझे कुछ दिखाई नहीं दे रहा माँ। गाइज हामीले चाहिँ यहाँ के भन्छ चटामरी एउटा पाइसकेको छ अब अलिक पछाडि बस्नु पर्ने नि मुरा तिमी अघि न मुला दिएको बेलामा चाहिँ नाइरह्यो मुला यहाँ अब हाम्रो यमरी छ भयो एउटा यमरी पनि खसाल्यो के रह हाफ त्यसै दिउँला हामी एउटा केरा खाइसकेका छौँ फाइनली यहाँबाट गइरहेको छौँ खुट्टा दुख्छ ओए यमरी ल अहिले चाहिँ यहाँ सेकेन्ड दिन हो ल पुरा फुलकै बट्टा खाइदियो क्या बोला तूने? चलाइ खाइदियो छ फाइनली भइरहेछ मिसेज भैरवलाई चाहिँ हामी यहाँ पठाइसकेको छौँ यसरी आकाश भैरवलाई चाहिँ गुन्डा बनेगा रे तू चाहिँ अब हामी फेरि कन्टिन्यू हुँदैछ पुरै फोटोग्राफी भइरहेको छ गाइस यहीँबाट मैले माथिबाट पाँचमा खसेको थियो ठ्याक्कै टिपिरहेको हुने टाइममा Oh my God! Wow! गाइस हामी चाहिँ कलेजु भगवानको मन्दिर तल पुग्न लागेका छौँ अहिले चाहिँ पछाडि तान्छ अहिले चाहिँ यहाँ माथि के भन्छ तारको प्रब्लमले गर्दा चाहिँ हामी टोकेछ त्यो तपाईँलाई देखाइहाल्छु है कहाँ हो भने चाहिँ तपाईँले त्यहाँ माथि हेर्न सक्नुहुन्छ त्यो एउटा तार छ कालो कलरको
त्यसले गर्दा चाहिँ हाम्रो यो रथ चाहिँ माथि अगाडि जान सकिरहेको छैन है। बस्दा बस्दैन थाकिसक्यो है। यिनीहरूले त लाइक 2-3 घन्टा भइसक्यो तानिरहेको। तिनीहरूले कहिले थाकेको होला होइन। यो खुट्टा चाहिँ गइसक्यो आज चाहिँ। सो गाइस अब चाहिँ हाम्रो यहाँ चाहिँ तार काट्ने डिसिजन लिइसकेको छ माथिको। यो तार चाहिँ काट्ने डिसिजन गरिरहेको छ। तार चिप्टेको हेर्न सक्नुहुन्छ तपाईँले यहाँ माथिबाट। तार यिनीहरूले गाइस यहाँ पुरै तार निकालिसक्यो। गाइस यहाँ तार मात्र होइन पुरा त्यो नै त्यो के भन्छ पाटा नै निकालिदिएछ गाइस। कसैलाई फुल चाहिएन क्या हो यता त फाइनली गाइस। ओइ यो त पुरै ताने यार गाइस यो त नन स्टप। गाइस फुलहरू हामी सबैले पास गरिसक्यो। माथिबाट नि हेरेको हेर्न सक्छ है। माथि पनि कलेजको माथि पनि मान्छेहरू रहेछ। फाइनली गाइस हामी चाहिँ हनुमान ढोका पुग्ने लागिसकेका छौँ। गाइस हामीले चाहिँ यहाँ यमरीहरू र यो चतामरी चाहिँ पाइसकेका छौँ। अब यो चाहिँ हामीले चाल्छ है त। मेरो चाहिँ अहिले मोबाइल डेट भएर मैले दाइको मोबाइल युज गरिरहेको छु होइन। लाइक 2 वर्षमा चार्ज भिडियो नै रेकर्ड भइरहेको थिएन। त्यसैले मैले दाइको मोबाइल लिएको छु। लिटरली लास्ट मोमेन्टमा डेट भइरहेको छ मोबाइलको चार्ज होइन। चार्ज गरेर आउनु पर्ने बिर्सिरहेको होला। गाइस फाइनली हामी यो फाइनल मोमेन्टमा चाहिँ हामीले यो के भन्छ प्रसाद दिन्छौँ। गर्छौँ यहाँ यमरी भइरहेको मनी बाँध्छु अब एकछिनमै। गाइस मलाई अझ चाडहरू सिधा हाल्नु ल त है। गाइस मलाई आफैलाई भोक लागिसक्यो त्यसैले मै खाइरहेको छु है। कति भोक लाग्यो मलाई केही खाएको बिहान भात खायो के खाएको प्रसाद थियो मैले खाइदिएँ। अरू चाहिँ मैले प्रसाद खाएन। हिजो चाहिँ खाएको थिएँ आज चाहिँ प्रसाद खाएन जस्तो खाइदिएँ। बेस मिठो भिडियो भइहाल्यो हाल्यो भने सब्सक्राइब चाहिँ गरिदिनु होला है। मेरो च्यानललाई राम्रो लाग्यो भने चाहिँ यसले पनि थर्ड दिनको भिडियो पनि ल्याउँछु। अनि त्यसमै राम्रो लाग्छ भने चाहिँ इन्फर्मेन्टहरू गर्नुपर्छ कमेन्ट पनि गरिदिनु होला है। र दाइको च्यानलको नाम पनि भइदिनु न त्यो साथीहरूलाई फेसबुकमा चाहिँ उहाँलाई फलो गरिदिनु होला है। फेसबुक इन्स्टाग्राम टिकटकमा नि अरे फलो चाहिँ गरिदिनु होला। फलो गर्न सक्नुहुन्छ है। तर यहाँ पैसा पनि खसिरहेको छ। अघिमा चाहिँ मैले लक्की भएर होइन मैले यो पालि त सबै समातेँ क्या। मैले पैसा पनि समातेँ होइन यो मैले पनि समातेँ। नाइस हेर्नु है गाइस त्यो त्यही यो पैसाहरू यो फुलहरू पुरै खसिरहेको छ मेरो आँखामा गएर। हेर्नु सक्नुहुन्छ है टलेजमा नि एकदमै लाइक आजको लागि चाहिँ एकदमै राम्रो गरेर राखेको छ। त्यहाँ मोबाइल चेन्ज गरिसक्यो है। उहाँको मोबाइलमा चाहिँ लाइक स्टोरेज फुल भयो अनि मैले फेरि अर्को मोबाइल लिइसकेँ यहाँ। फाइनली रेड कप जितेका छौँ है। हामी फाइनली यहाँ पुगिसकेका छौँ काल भैरवका। यहाँ चाहिँ हाम्रो चिकन डे चाहिँ यहाँ फिनिस हुन्छ है।
मेरो मम्मीलाई नै हेर्न सक्नुहुन्छ त्यहाँ गाइस मेरो मोबाइलको चार्ज सिधेको कारणले मैले चाहिँ भिडियो चाहिँ बनाउन पाएन सो यहाँ मैले चाहिँ आजको यो भ्लग चाहिँ एन्ड गर्नलाई चाहिँ यो भिडियो बनाएको एकदमै निद्रा लागिसक्यो अहिले कति 10:30 भइसक्यो गाइस हैन अब म एकछिनमा सुत्छु कमेन्ट गरिदिनु होला कुनै डर छ भने चाहिँ अनि आजको लागि चाहिँ यति नै है त गाइस